नमस्ते, सन्चै हुनुहुन्छ? भिजाको इस्यु लगभग उस्तै छ भन्दा पनि भयो। तर मैले आफूले चाहिँ ठ्याक्कै भोगेको मान्छे भेटाएन। तर कता कता भिजा लाग्न सुरु भइसक्यो, लागिरहेछ भन्ने चाहिँ सुनिरहेको छु। त्यसमा पनि भिजा लाग्दाखेरि चाहिँ सबैजनाको लागिरहेको छैन भन्ने चाहिँ छ अझै पनि। कसरी भने हाम्रो नेपालभित्रको जिल्ला वाइज रेड जोन र ग्रिन जोन छुट्याइएको छ। जुन जुन जिल्लाहरू रेड जोनमा पारिएको छ त्यो जिल्लाबाट इस्यु भएको पासपोर्ट अर्थात् ठेगाना छ भने चाहिँ तपाईँको भिजा लाग्दैन, अन्यथा चाहिँ तपाईँको भिजा लाग्छ भन्ने सुन्नमा आएको छ है। तपाईँहरू युएई भित्र इनसाइड युएई हुनुहुन्छ भने भिजा चाहिँ ट्राई गर्न सक्नुहुन्छ, सम्भवतः लाग्न सक्छ तपाईँको भिजा। तर आउटसाइड युएई को लागि भने भिजिट स्पेसली समस्या हुन सक्छ, रिजेक्सन आउन सक्छ स्टिल है त। यो भिडियो सकभर युएई भित्र हुने, जसले कम्पनी चेन्ज गर्दै हुनुहुन्छ, जसले भिजा क्यान्सलेसन गरेर बस्नु भएको छ, जो भिजिट भिजामा हुनुहुन्छ, उहाँहरू समक्ष पुगोस् भन्नका लागि कृपया तपाईँको सानो सहयोगले गर्दा कसैको भलो हुन सक्छ, सक्दो सेयर गरिदिनु होला। यहाँहरूको दिन शुभ रहोस्। हस्त, बाई बाई।